नमस्ते। आज चाहिँ म चापागाउँ सानो घर नजिकैको पार्कमा घुम्न आएको थियो। पार्कमा घुम्न आउने क्रममा चाहिँ यस्तो चिज देखेँ मैले। यो के होला यो, साथीहरूले हेरेर कमेन्ट गरौँ है। यो चाहिँ धेरै वर्ष पुरानो सामान होला। यो चाहिँ के होला यो, यसो हेर्दाखेरि चाहिँ पानी तान्ने मेसिन जस्तो नि देखिन्छ। यो के होला यो पत्ता लगाउनै सकिन्न। यसो हेर्दाखेरि ह्यान्डल जस्तो पनि देखिन्छ। के हो यो? अनि यता छ अरू। यो पनि के होला? यो पनि पुरानै सामानै होला, कति वर्ष पुरानो, 100-200 वर्षै पुरानो हो कि क्या हो, त्यस्तै देखिन्छ। के होला यो चाहिँ? यो पनि हुनु त मेसिनै हो। यो चाहिँ पेट्रोल राख्ने ठाउँ जस्तो देखिन्छ यसो हेर्दाखेरि। यो ट्र्याक्टर पनि होइन, पानी तान्ने मेसिनै हो कि यसो हेर्दाखेरि चाहिँ। अनि यो चाहिँ के होला? यहाँ पनि छ एउटा। यो चाहिँ के हो खै? गाडा जस्तो पनि देखिन्छ, पानी तान्ने मेसिन जस्तो पनि देखिन्छ। के हो यो? यस्तो छ नजिकबाट हेर्दाखेरि चाहिँ। ल है त, के सायद यो म्युजियम जस्तै रहेछ। सायद यो पुरानो उहिलेको सामानहरू होला सायद। यो हुनु चाहिँ के हो एक्ज्याक्ट मलाई थाहा भएन, त्यही भएर मैले भिडियोमा चाहिँ क्याप्चर गरिहालेँ। यस्तो छ। यो भित्र चाहिँ सायद त्यो पुरानो सामानहरू होला। त्यसो छिर्नु चाहिँ छिरेको छैन। 9 बजीदेखि 4:30 बजीसम्म रहेछ। यहाँ जापानमा चाहिँ कचुवालाई चाहिँ मान्दो रहेछ यिनीहरूले। खै कचुवाको यस्तो स्ट्याचु छ कचुवाको। यो चाहिँ सायद भगवान्हरै होला। भगवान् हो चाहिँ थाहा भएन। यसो हेर्दाखेरि गौतम बुद्ध जस्तो पनि देखिन्छ। यहाँ गिटार पनि समातिरहेछ। के हो